टक्क घाम लाग 6 बजिरह 5 अघि 6 थाहा भएन टक्कै। र सो गाइज म चाहिँ आइसकेँ प्लेन भएको ठाउँमा। टक्कै यहाँ रहेछ प्लेन। रेल बल्ल आज देखियो यार गाइज, रेल यार। कहिले यार यो गीत गाउँदै जाने यार यो प्लेनमा। सुन साइली साइली परदेशबाट मौला 40 गतेसी रमौला भन्दै जाने कहिले हो यो गीत गाएर प्लेनमा थाहा छैन। यस्तो छ यहाँ रहेछ। नजिकमै आइसकेँ भनौँ न होइन। त्यो यहीँ हुममै तर सानै हुँदो रहेछ यार। भिडियोमा त लास्ट ठुलो देखिने कि गाइदियो प्लेन, तर सानै हुँदो रहेछ। ऊ 2टा 3टा 4 5वटा छन्। क्यामेरामा कस्तो आइरह। यहाँ एउटा प्लेन पनि हेरियो जे छैन आँखाले आज रेलका होइन कस्तो हुँदो रहेछ भनेर हेरेको। जे सानै हुँदो रहेछ त लास्ट ठुलो हुन्छ होला भनेको त होइन। ठिकै लाग्दो त्यस हुन त हल्का वहीँ गएर नहेरेर नि होला। ठिक छ। अब म चाहिँ यस्तो ठाउँमा आइसकेको छु। अब यहाँ चाहिँ हेलिकप्टर रहेछ, हेलिकप्टर होइन। जोस् म चाहिँ धेरै तल पुगिथेँ अनि एउटा दाइलाई सोधेर यताबाट उमो गएपछि बल्ल लेक साइडतिर के अरे फेवातालतिर गइन्छ। त्यही भएर हिँड्दैछु होइन। खै यस्तो तालले त म त फेवाताल पुग्दिनँ क्या यार। फेवातालमा साइली डुङ्गै सलल खै म त पुग्दिनँ क्या। कहाँ आयो यार। हराउनु त होइन कतै हराउनु त होइन म भन्ने मलाई लागिरहेको छ। ल ठिकै छ हराउनु न। जस अब सोध्दै जानुपर्ने हुन्छ। साथीहरू म चाहिँ यस्तो हनार जङ्गलमा आइसकेको छु फेवाताल जानको लागि एक्लै होइन। म चाहिँ फेवातालको लास्ट पुछारतिर आइसकेको छु। अब बिस्तारै म उतैसम्म यो टुपैसम्म पुग्नेवाला कोसिस गर्छु। हेरौँ कस्तो हुन्छ। टक्कै यस्तो यहाँ माछा छोप्दैछन्। ल यस्तो खै यहाँ त यतातिर त सब माछा छोप्दो रहेछ नि यहाँ। सब त्यस्तो टाँगेर सब माछा छोप्नु बनाएछन्। यस्तो ताल छ। म जाँदैछु उता घुम्नको लागि। जस म चाहिँ पहिला मामासँग आएको थिएँ, मामा पोखर बस्ने बेलामा। त्यही भएर चाहिँ मलाई अहिले यहाँ आउन सजिलो भयो किनकि मेरो मामाले चाहिँ मलाई घुमाइदिनु भएको थियो। त्यही भएर अहिले चाहिँ यसो अन्जाजमा आइदिएको। थ्याङ्क यू सो मच हाम्रो मामालाई। पहिला मलाई घुमाइदिनु भएको भएर चाहिँ अहिले मलाई सहिलो भयो। अब म पर जानेवाला हो। भिडियो के कस्तो हुन्छ टक्क मिलाएर हेरिदिउँ होइन। हेरौँ त यहाँ त टक्क यो अन्त बल्ल यहाँ त डुङ्गा है यस्तो बबाल छ डुङ्गा त खाली दिउँसो पानी आएको भएर बल्ल घाम लागेको भएर कोही पनि चढेको छैन डुङ्गामा। यस्तो जेस हामी नि पछि केटाहरूसँग आसी चाहिँ चढ्नु पर्ला। अहिले चाहिँ नचढ्ने एक्लै होइन। यस्तो छ त हरियोमा चढेको यार एकचोटि मामासँग आउने बेला होइन। तर चढ्छ केटी हुँदो रहेछ नि पर जाने। हेरौँ त यस्तो बसिरहनु। यहाँबाट बल्ल बब्बाल ताल देखिँदो रहेछ। भिडियोमा चाहिँ अलिक अँध्यारो आयो किनकि 6 बज्न लागिसक्यो। ल यस्तो छ म परबाट आएको ढुङ्गा जता हेरेँ नि आमामा चढ्न पर्छ एकचोटि त। सर डुङ्गा टक्क यहाँ त्रिशुल अनि यहाँ चाहिँ टक्क मूर्ति छ। अनि यहाँ चाहिँ मन्दिर नि छ क्या गाइस। मन्दिर चाहिँ यहाँ छेकिरहेको छ। यहाँ मन्दिर टक्क 2जना भयो भए बबाल हुन्थ्यो क्या। एक्लै आइयो मान्छे सुबालाई लिएर आउनु पर्ने रहेछ यार। म जोसमा आएर क्या गाइस यार। ताइ औडै भयो नि यार। जोसमा आउनाले होस् भएको माइयो केही छैन। सुभाष साथी तपाईँ र म आउनुपर्छ फेरि होइन। रमाइलो गर्नुपर्छ। म चाहिँ हावातालमा यस्तो के कस्तो छ वातावरण भनेर चेक गर्न आएको। ल यस्तो घुम्ने मान्छे त वाल छ्यालब्याल हुन्थ्यो।
चाहिँ होइन टक्क यहाँ चाहिँ एउटा यो खालको चस्मा मन परेर चाहिँ किनिदिएँ कति थाहा खोजेको थिएँ बल्ल बल्ल आज यो चस्मा किन्न आज जस्तो भयो फेवातालमा टक्क यहाँको माहौल यस्तो छ टक्क हाम्रो दाइले चाहिँ मलाई टक्क मिलाएर दिनुभयो कस्तो देख्यो दाइ जस्तो टक्क कमेन्ट हालिदिउँ होइन त्यही हो ल हाम्रो दाइले चाहिँ यहाँ टक्क मिलाएर दिनुभयो मलाई फेरि केटाहरू पनि लिएर आउँछ क्या दाइ म यहीँ भइराख्नुहुन्छ दाइहरू मेरो राइडर रुपेश हजुर यस्तो बनाइन्छ कि यतै भइराख्नुहुन्छ होला नि दाइ ल म यस्तो केटाहरू पनि लिएर आउँछु कि ल दाइ लगाइको म चाहिँ चस्मा किनेर होइन ढुङ्गा छ अनि त पुरा यस्तो हेरौँ न गाई के अरे ढुङ्गाबाट डुबेर भिडियो खानका ढुङ्गा चढ्ने त सोध्थ्यो अब आफ्नो परेन सो फाइनली गाइज क्यामेराबाट फोटो नि खिच्यो कति त खिच्यो है 100 रुपियाँ तिरिदिएको र यहाँ त ख्याल नि 100 रुपियाँ फालियो यार त्यो यार मेरो 100 रुपियाँ ल्याऊ भन्न पर्यो यार 5 वटा अघि कति त खिच्यो 100 रुपियाँ ढुङ्गा त रातभरि चालु हुन्छ क्या यहाँ तर फेवातालमा भिड यस्तो भिड छ हेर नि यो 20 रुपियाँको एउटा फोटो लगभग 5 वटा फोटो 100मा खिच्यो यार 100को 5 वटा फोटो खिच्यो अब आफ्नो मोबाइल पनि भन्दा पनि क्वालिटी चाहिँ राम्रो हो जोस् होइन क्वालिटी राम्रो त यार अब म धेरै टाढा चाहिँ जान्न उता होइन सो गाइस जोस् 100को फोटो खिच्यो 5 वटा अघि 6वटा अनि के अरे पैसा चाहिँ क्यास थिएन क्युआर गरिदियो त्यही हो अनि टक्क अब चाहिँ म चाहिँ रात पनि पर्न लागिसक्यो यहाँ त जति रात पर्यो उति माहौल बन्दो रहेछ त्यही भएर अब चाहिँ म टक्क यहाँबाट निस्किन लाग्यो निस्किनुभन्दा पहिला चाहिँ यहाँ चाहिँ भ्यू हेरौँ बवाल छ होइन हेरौँ त यस्तो बवाल छ यस्तो बवाल छ नि भ्यू हेरौँ त हाम्रो सुभाषहरू खेलेको थियो क्या हयस त खेल्न पर्छ त्यस एकचोटि आसी अब सुभाषहरूसँग आसी चाहिँ खेल्न पर्ला भन्दै अब चाहिँ आजको भिडियो चाहिँ के कस्तो लाग्यो म होइन होलसेल हावा पाडामा आइदिएको जो 100 रुपियाँ सक्यो फोटोमा ल ठिकै छ मलाई त रुममा जानै मन लाग्ने यार गाई ज्यादै जति हेऱ्यो उति हेरौँ लाग्छ त्यो भिड छ पढाइसम्म छ तर म आज जान्न सो गाइस म चाहिँ गाडीमा 35 रुपियाँ तिरेर आइसकेँ यो यहाँ आइसकेको छु अब जोस् यहाँबाट चाहिँ म कोठा चाहिँ जोस् लगभग पुग्छु फाइनली गाइस म चाहिँ अहिले सिर्जना चोक आइसकेको छु अब यहाँबाट मेरो रुम जान चाहिँ मलाई कति चाहिँ 5 मिनट जति लाग्छ आइयो होइन जोस् घुम्यो घुम्यो आइयो त्यही हो अब आजको भला के कस्तो लाग्छ छोटो मिठो कमेन्ट गरिदिनु होला भन्दै अर्को नेक्स्ट भिडियोमा भेटौँ ल बाई बाई